आज हामीले यो खिर तयार गरिसकेका छौं। ल खिर खाने साथीहरु यता उपस्थिति दिनु होला। खिर पनि एकदम गिलो गिलो भइसक्यो है। ल त पाक्ने तयारी पाकिसक्यो। अब साउन अब यो खिर तयार भयो। यता यो खिर तयार हुँदैछ। यता चाहिँ यो खिरको साथमा खाने सब्जी, यो खिरको साथमा खानुपर्छ यो सब्जी। यो सब्जी पनि तयार भइसकेको छ। मुला, त्यसपछि मुलाको साथमा अनि यो के भन्छ लौको, त्यसपछि तोरिङल, पुरा तीनवटा मिक्स गरेर यो सब्जी पनि रेडी गरेको छ खिरसँग खानको लागि। अब यता यो खिर रेडी भइसक्यो। खिर पनि अब 2 मिनेटमा खिर तयार भइसकेको छ। अब आज फेरि पनि यहाँहरु सम्पूर्णलाई मिठो माया अविरल सम्झना। यो हाम्रो अछानी खिर हो। हाम्रो बुढा गोठाला जाने बेला वनपाखामा खाइने पकाइन्थ्यो यो खिर। आज हामीले यो ल खिर तयार भइसक्यो है। ल खिर तयार भएर हेर्नु त यो। अब बिरालो पनि यता खिर खानको लागि यता उपस्थित भइसकेको छ। क्युटी बेबी। ल त ल पाक्यो खिर है। खिर पकाउनु छ भने कसैलाई हामीलाई जानकारी दिनु होला। 1 कुकर पुराइ खाली 2 लाई। अब छोराछोरी उतै खान्छन् काममा। अब हामी दुईटै बुढाबुढीलाई मात्र यो 1 टोप खिर बनाएको छौं। बाँच्यो भने साँझतिर खान्छौँ है।